विराटपोखरी बिर्तामोड नगरपालिका 3 मा अवस्थित ऐतिहासिक रूपमा महत्त्वपूर्ण क्षेत्र हो। स्थानीय किम्वदन्ती अनुसार यो पोखरी विराटनगरका राजा विराटको शासनकालसँग सम्बन्धित रहेको विश्वास गरिन्छ। यो क्षेत्रले प्राचीन कालदेखि धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको छ। विराटपोखरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। पोखरीमा विभिन्न प्रकारका जलचर जीवहरू पाइन्छन्, जसले यस क्षेत्रको पर्यावरण सन्तुलनलाई मजबुत बनाउँछ। साथै पोखरी वरपर हरियाली युक्त वातावरणले स्थानीय बासिन्दाहरूका लागि शान्त वातावरण प्रदान गर्दछ। बिर्तामोड नगरपालिकाले विराटपोखरीको संरक्षणका लागि विभिन्न भौतिक विकासका कार्यहरू गर्दै आएको छ। पोखरीलाई सफा राख्न नियमित सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ भने पोखरी वरपर पदमार्ग, बगैँचा, विद्युतीय बत्ती, जडान जस्ता पूर्वाधार विकास गरिएका छन्। आगामी योजनाहरूमा थप सुविधा सम्पन्न पार्क, मनोरञ्जन क्षेत्र तथा वृक्षारोपण अभियान समावेश छन्। हामीले विराटपोखर एउटा पुरानो धार्मिक पर्यटकीय स्थलको रूपमा चाहिँ पुरानो पोखरी भएको हुनाले त्यसलाई चाहिँ हामीले अहिले पर्यटकीय स्थलको रूपमै जोडेर लैजाउँ र त्यसमा चाहिँ एउटा धार्मिक किंवदन्ती समेत जोडिएको हुनाले हामीले धर्मका कुराहरूलाई पनि जोडेर चारैतिर जुन अर्जुनका र अन्य चाहिँ भगवानहरूका शालिगहरू पनि, भगवानहरूका मूर्तिहरू पनि राख्ने गरी अनि एउटा चिल्ड्रेन पार्कको व्यवस्थापन। अब सबभन्दा पहिला त आन्तरिक पर्यटकहरू त बालबच्चाहरूलाई घुमाउन लाने आउने त्यो कुरामा चाहिँ अलिक बढी फोकस हुने भएको हुनाले चिल्ड्रेन पार्कको अवस्थालाई के अरे चाहिँ व्यवस्थापन गर्दै अगाडि बढ्ने भनेर खास अहिले कामहरू सुरुवात भइरहेका छन्। र सँगसँगै हामीले चाहिँ अरू जुन ज्येष्ठ नागरिकका लागि पनि एउटा भवनको व्यवस्थापन थियो, त्यसलाई समेत रिपेयर गरेर ज्येष्ठ नागरिकहरूलाई पनि एक किसिमको आउने जाने वातावरण बनाउने र सबै खालका मान्छेहरूको आउने जाने अवस्था बनाउनका लागि हामीले यो विराटपोखरलाई चाहिँ महत्त्वपूर्ण स्थलको रूपमा विकास गर्न यसपालि चाहिँ हामी 1 करोड पैसाको लगानीमा काम अगाडि बढाइरहेका छौँ। विराटपोखरी धार्मिक तथा सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। यस क्षेत्रमा हिन्दू धर्मावलम्बीका लागि विशेष गरी छठ पर्व, हरितालिका तीज, माघी स्नान जस्ता अवसरहरूमा धेरै श्रद्धालु भेला हुने गरेका छन्। नजिकै रहेको विश्व हिन्दू महासङ्घ, भरत विश्रान्ति संस्था जस्ता धार्मिक तथा सामाजिक संस्थाहरूले यस क्षेत्रको महत्त्वलाई थप बल प्रदान गरिरहेका छन्। पोखरी भएको कारणले गर्दा र अहिले स्थानीय तहको निर्वाचन 2074 पछाडिका दिनमा आएर यो पोखरीहरू, सार्वजनिक पोखरीहरू संवर्धन गर्ने कुरामा अलिकति पर्यटन क्षेत्र बनाउने भन्ने सन्दर्भमा हामीले यो कामलाई अगाडि बढाइरहेका छौँ। र खास गरी यसमा चाहिँ पालिकाको तर्फबाट त्यहाँ चाहिँ खानेपानी विस्तारको क्रममा भनेर सुरुमा 8 लाख रुपियाँ विनियोजन भएको रहेछ र त्यस पछाडि सङ्घ सरकारको तर्फबाट सिँचाइ मन्त्रालय अन्तर्गत भनेर फेरि 38 लाख रुपियाँ चाहिँ खर्च भएको छ। र त्यसै गरी प्रदेश पर्यटन भनेर हरेक वर्ष त्यहाँ चाहिँ 30 लाख रुपियाँ, अर्को वर्ष फेरि प्रदेश पर्यटनकै तर्फबाट 20 लाख रुपियाँ, फेरि अर्को वर्ष पनि पर्यटन प्रदेश तहकै पर्यटन प्रवर्धनका लागि भनेर 20 लाख रुपियाँ यसरी चाहिँ आएको अवस्था थियो। र सँगसँगै फेरि यो चाहिँ राष्ट्रपति चुरे तराई मधेस संरक्षण कोषबाट चाहिँ थप फेरि 18 लाख रुपियाँ गरेर पटक पटक यी रकमहरूबाट चाहिँ त्यहाँ अहिले जति पनि पूर्वाधारहरू निर्माण भएको छ त्यसमा खर्च भएको अवस्था छ। र यस आर्थिक वर्ष सङ्घीय सामग्रीहरू संसदका चाहिँ सम्माननीय सभामुखज्यूको तर्फबाट 90 लाख रुपियाँ फेरि विनियोजन भएको छ। र यसमा चाहिँ त्यस पोखरी क्षेत्रलाई कस्तो बनाउने भन्ने कुराको डिपिआर पूर्व तयारी भइसकेको छ र सोही डिपिआरको सन्दर्भमा चाहिँ
अब यो 90 लाख रुपियाँ पनि खर्च हुने तयारीमा अहिले निर्माण त्यहाँ चाहिँ उपभोक्ता समितिले काम गरेको अवस्था छ। विराटपोखरको पर्यटन प्रवर्धन भएमा स्थानीय व्यवसाय, होटल, रेस्टुरेन्ट तथा हस्तकला उद्योगलाई प्रत्यक्ष लाभ पुग्नेछ। यसले आन्तरिक रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रीय अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत गर्ने देखिन्छ। यस क्षेत्रको पूर्ण संरक्षण तथा समुचित विकासका लागि विराट सरोवर विकास समिति, वडा कार्यालय, बिर्तामोड नगरपालिका, स्थानीय समुदाय तथा धार्मिक सामाजिक सङ्घ संस्थाहरूको समन्वय आवश्यक छ। पोखरीको विकासका लागि थप पूर्वाधार निर्माण, हरियाली प्रवर्धन, उचित व्यवस्थापन प्रणाली लागू गर्ने तथा पर्यटन प्रवर्धनका लागि प्रचार प्रसार गरिनु आवश्यक देखिन्छ। धार्मिक पर्यटकीय स्थलमा प्रवर्धन गर्दाखेरि पहिलो हामीलाई फाइदा भनेको एउटा हिन्दू देश भएको कारणले गर्दाखेरि एउटा हिन्दू धर्मावलम्बी र हिन्दूमा आस्था राख्ने एउटा पर्यटकहरू यो विराट राजाको पालामा खनिएको भनेर एउटा पहिलादेखि चलिआएको किम्वदन्तीका कारणले गर्दा एउटा धार्मिक महत्त्व त छँदैछ। त्यो हिसाबले गर्दा धार्मिक पर्यटक अभिवृद्धि हुने देखिन्छ। दोस्रो भनेको विराटपोखरको पोखरीको स्पेस पनि त्यो पोखरीको स्पेस मात्रै 5 बिघाको स्पेस भएको कारणले गर्दाखेरि बिहान बेलुका एउटा ग्रिनरी पनि राम्रो भएको कारणले गर्दाखेरि मर्निङ वाक, इभिनिङ वाकका कुराहरू रहे, स्वास्थ्यका कुराहरूमा पनि यो बिर्तामोडमा अहिले अलिकति राम्रो बिहान बेलुका अलिकति ग्रिनरीमा हिँड्नु पर्दाखेरि यो ठाउँ राम्रो छ। अनि तेस्रो भनेको चाहिँ यो विराटपोखर एरिया चाहिँ सैनिक मोडदेखि लगभग 500 मिटरमा चाहिँ पोखरी भएको कारणले गर्दाखेरि पनि इन्डियाबाट धेरै मानिसहरू चाहिँ मेची आँखा अस्पतालमा आउने हुनुभएको कारणले गर्दाखेरि पनि विदेशी पर्यटकलाई त्यहाँसम्म हामीले लिएर जान सक्यौँ र एउटा लिमिटेड टिकट राखेर त्यसलाई हामीले पर्यटकीय क्षेत्रमा प्रवर्धन गर्न सक्यौँ भने एउटा ती वरिपरिका मानिसहरू जसले विभिन्न त्यहाँ अब सानातिना तपाईको अहिले पनि चटपटेका दोकानहरू छन्, भोलि मोमोका दोकानहरू हुन सक्छन् अनि खाजाका कुराहरू हुन सक्छन्। विराटपोखरी बिर्तामोड नगरपालिकाका लागि मात्र नभई समग्र नेपालको ऐतिहासिक, धार्मिक, पर्यावरणीय र आर्थिक दृष्टिले महत्त्वपूर्ण स्थल हो। यसको उचित संरक्षण तथा दिगो विकासका लागि स्थानीय निकाय, सरकार, सामाजिक संस्था तथा नागरिक समाजको सक्रिय सहभागिता अपरिहार्य छ। आवश्यक पहल र लगानी भएमा यो क्षेत्र आगामी दिनहरूमा नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने निश्चित छ। क्यामेरामा विकास उप्रेतीका साथमा विनोद पाण्डेको रिपोर्ट। नागरिकको संसार आमसंसार.com